विक्रम सम्वत 2082 साल चैत्र 21 गते शनिबार। यस्तो छ ज्योतिषी हरिपन्तले तयार पार्नु भएको चैत्र 21 गतेको तपाईहरुको राशिफल। राशिफलको सुरुमा मेष राशि। आज बिहानैदेखि नयाँ सोच र योजनाहरूले मनमा डेरा जमाउने छन्। रोकिएका पुराना कामहरूलाई फेरि गति दिन यो समय निकै उपयुक्त देखिन्छ। आत्मविश्वासमा वृद्धि हुने हुनाले तपाईले लिने निर्णयहरू फलदायी हुनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहनेछ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने अलि बढी अध्ययन गर्नु राम्रो हुनेछ। अनावश्यक खर्चलाई नियन्त्रण गर्न सके भविष्यका लागि राम्रो हुनेछ। वृष राशि। आज आफ्नो धैर्यता र बुद्धिको प्रयोग गर्नाले जटिल समस्याहरूको पनि समाधान निस्किनेछ। आर्थिक क्षेत्रमा केही उतार चढाव देखिन सक्छ। लेनदेनका मामिलामा विशेष सावधानी अपनाउनु होला। सोचे भन्दा बढी खर्च हुने सम्भावना रहेकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। ऋण लिने वा दिने काममा आज निकै सोच विचार गरेर मात्र कदम चाल्नु होला। व्यापारिक दृष्टिकोणले नयाँ सम्झौताहरू हुन सक्छन्। मिथुन राशि। आज नयाँ ज्ञान सिक्ने र आफूलाई परिमार्जित गर्ने अवसरहरू प्राप्त हुनेछन्। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि पनि आजको दिन अनुकूल रहेको छ। पैतृक सम्पत्तिको उपयोगबाट पनि तपाईलाई फाइदा पुग्ने देखिन्छ। कार्यक्षेत्रमा तपाईको रचनात्मकताको उच्च मूल्याङ्कन हुनेछ। नयाँ जिम्मेवारीहरू मिल्न सक्छन् जसले भविष्यमा पदोन्नतिको मार्ग प्रशस्त गर्नेछन्। सञ्चार र प्रविधि क्षेत्रका काममा आज विशेष सफलता प्राप्त हुनेछ। कर्कट राशि। आज तपाईले जति मेहनत गर्नुहुन्छ त्यसको प्रतिफल सोचे भन्दा राम्रो मिल्नेछ। मनमा नयाँ उत्साह र जोश रहने हुनाले कठिन कार्यहरू पनि सहजै सम्पन्न गर्न सकिनेछ। आर्थिक व्यवस्थापनमा आज तपाईको कुशलता देखिनेछ। अनावश्यक खर्चहरू कटौती गरेर बचत बढाउने योजना सफल हुनेछ। जग्गा जमिन वा सवारी साधनको खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आज केही ठोस प्रगति हुन सक्छ। उधारो रकम फिर्ता हुने सम्भावना रहेको छ। सिंह राशि। आज तपाईको आर्थिक अवस्था सुदृढ रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। हाकिम वा माथिल्लो निकायबाट तपाईको कामको प्रशंसा हुनेछ। नयाँ परियोजनको जिम्मेवारी पाउने सम्भावना रहेको छ। वैदेशिक रोजगारीको प्रयासमा रहेकाहरूका लागि सुखद समाचार आउन सक्छ। पारिवारिक जीवनमा खुसियाली छाउनेछ। भाइ बहिनीहरूसँगको सम्बन्धमा सुधार आउनेछ। दिनभर व्यस्त रहे पनि ऊर्जाको स्तर कायम रहनेछ। कन्या राशि। आज नसोचेको समस्याले काममा अवरोध पुर्याउन सक्छ। धैर्यता र संयमताले मात्र आजको दिन सफल बनाउन सकिनेछ। आर्थिक रूपमा आजको दिन अलिक खर्चिलो हुन सक्छ। औषधि वा मर्मत सम्मारका काममा अचानक खर्च बढ्न सक्छ। आर्थिक लेनदेन गर्दा लिखित कागजात राख्न नबिर्सिनु होला। बचतमा ध्यान दिन नसक्दा भविष्यमा केही समस्या पर्न सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ तर ठूलो लगानीका लागि आजको समय उपयुक्त छैन। तुला राशि। आज साझेदारीमा गरिएका कामहरूबाट राम्रो लाभ प्राप्त हुनेछ। व्यापारमा नयाँ रणनीति अपनाउनाले बजारमा आफ्नो पकड बलियो बनाउन सकिनेछ। कार्यस्थलको वातावरण मित्रवत रहनेछ। तपाईले गरेका प्रस्तावहरू सहजै स्वीकृत हुनेछन्। विद्यार्थीहरूका लागि आजको दिन नयाँ कुरा सिक्न र अनुसन्धान गर्नका लागि निकै राम्रो रहेको छ। वैदेशिक यात्राको योजनामा रहेकाहरूका लागि प्रक्रिया अगाडि बढ्नेछ। घरमा कुनै उत्सव वा रमाइलो वातावरण सिर्जना हुन सक्छ। वृश्चिक राशि। आज तपाईमा भएको दृढ इच्छा शक्तिले असम्भव देखिने कामहरू पूरा हुन सक्छन्। प्रतिस्पर्धीहरूलाई पछि पार्दै आफ्नो स्थान सुरक्षित गर्न सफल हुनुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। रोकिएको धन फिर्ता आउनाले मनमा शान्ति मिल्नेछ। ऋण तिर्ने वा व्यवस्थापन गर्ने काममा सफलता मिल्नेछ। नयाँ काममा लगानी गर्नका लागि आजको दिन उत्तम रहेको छ। बुद्धिमानीपूर्वक गरिने लगानीले दीर्घकालीन फाइदा दिनेछ। व्यापारमा राम्रो मुनाफा हुनेछ। नयाँ बजार खोज्ने प्रयास सफल हुनेछ। धनुराशि। आजको दिन पढाइ लेखाइ र बौद्धिक विमर्शमा समय बित्नेछ। आम्दानी र खर्चको सन्तुलन मिलाउन केही कठिन हुन सक्छ। धार्मिक वा परोपकारी काममा खर्च हुने योग रहेको छ जसले तपाईलाई मानसिक सन्तुष्टि प्रदान गर्नेछ। हतारमा कुनै पनि ठूलो आर्थिक निर्णय नलिनु होला। कार्यक्षेत्रमा तपाईको बौद्धिक क्षमताको कदर हुनेछ। परामर्श वा शिक्षण पेशामा रहेकाहरूका लागि आजको दिन विशेष लाभदायक रहनेछ। विद्यार्थीहरूले आफ्नो लक्ष्य प्राप्तिमा केन्द्रित रहेर अध्ययन गर्नेछन्। मकर राशि। आज घरयासी काममा बढी समय खर्चिनुपर्ने हुन सक्छ। जग्गा जमिन वा घरसँग सम्बन्धित मामिलामा केही उल्झनहरू आउन सक्नेछन्। आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहेको छ। आम्दानीका स्रोतहरू स्थिर रहे पनि खर्चको मात्रा बढ्न सक्छ। घरयासी सुख सुविधाका वस्तुहरूमा खर्च हुने सम्भावना रहेको छ। लगानी गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनु निकै फाइदाजनक हुनेछ। व्यापारमा केही मन्दी आउन सक्छ। जागिरमा रहेकाहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनु होला। कुम्भ राशि। आज तपाईको आत्मबल उच्च रहनेछ र कुनै पनि चुनौतीको सामना गर्न सकिनेछ। छोटो दूरीको यात्राको योग रहेको छ जसले तपाईलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। दाजुभाइ वा साथीभाइको सहयोगमा नयाँ आर्थिक स्रोतहरू पहिल्याउन सकिनेछ। व्यापारमा नयाँ सम्झौताहरू हुने र आम्दानी बढ्ने सम्भावना रहेको छ। छिमेकी र आफन्तहरूसँगको सम्बन्धमा सुधार आउनेछ। कुनै सामाजिक कार्यमा नेतृत्व गर्ने अवसर मिल्न सक्छ। राशिफलको अन्त्यमा मीन राशि। आज तपाईको बोलीको प्रभाव बढ्नेछ भने नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। परिवारमा सुख र शान्तिको वातावरण रहनेछ। घरका सदस्यहरू बीच आपसी सहयोग र सद्भाव बढ्नेछ। घरमा कुनै पाहुनाको आगमनले खुसियाली थपिनेछ। जीवन साथीसँगको सम्बन्ध मधुर रहनेछ र भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मुख वा दाँत सम्बन्धी सानो समस्या आउन सक्ने भएकाले सरसफाइमा ध्यान दिनुहोला। राशिफलले जे जस्तो बताए पनि यहाँको दिन शुभ रहोस्। नमस्कार।